हेलो गाइस, वेलकम बैक टु माई युट्युब च्यानल है। मेरो चाहिँ युट्युब च्यानलमा यो मेरो एरियाको पछाडिको दृश्य हो यो मैले देखाउन गइरहेको छु। अब हामीलाई चाहिँ अपार्टमेन्टको पछाडि चाहिँ यसरी रमाइलो बस्ती छ। अब समय समय आउन मिल्दैन, ठ्याक्क हप्तामा एकपल्ट चाहिँ आउन मिल्छ। आफ्नो टाइम परिस्थिति अनुसार अगाडि बढ्नुपर्ने अवस्था हुन्छ होइन। यो चाहिँ तलाउ हो, यो भित्र हाँसहरू धेरै पाउँछ। अहिले बारी छ, म अहिले ठ्याक्कै टाइम अलिक कम भएको कारणले म यहीँदेखि खिचिरहेको छु। यो चाहिँ म है साथीहरू, उताको भाग चाहिँ यस्तो छ। सबै साथीहरूले चाहिँ लाइक कमेन्ट गरिदिनु होला। यो चाहिँ मेरो एरियाको तलाउ हो। अब सानो पार्क लबाट मर्निङ वाकिङ हुन्छ बिहान चाहिँ। अब बिहान अब ठ्याक्कै टाइम मिल्दैन आउनलाई। ठाउँ चाहिँ रमाइलो छ। अब यसको चाहिँ 3-4 वटा छ, यो तलदेखिसम्मको। अहिले म ठ्याक्कै माथिबाट चाहिँ दिइरहेको छु है, एक झलक तस्बिर। साथीहरू कस्तो लाग्छ तपाईँहरूले लाइक कमेन्ट गरिदिनु होला। एभ्रिवान गाइजहरू लाइक कमेन्ट गिभ मी द रियाक्सन। ओके गाइज, अब यिनीहरू ठ्याक्कै हाम्रो गाउँतिर माथि पाउँछ। खर्सुको रुख जस्तै देखिन्छ बिरुवाहरू हेर्दाखेरि चाहिँ। अब यो भनेको चाहिँ सल्लो हो, हाम्रोतिर आनीबारी पाउँछ। यसमा चाहिँ कुसुम भन्छ हामीले। कुसुममा लडीमुडी खेलेको साह्रै याद आउँछ हाम्रो माथितिर है। अब यो चाहिँ पारेको पार्क हो। यो चाहिँ अब यिनीहरू घर चाहिँ अब टक्क प्रत्येक हल्का चाहिँ बिहानको दिउँसोको बाहिरको फ्रेस अक्सिजन लिँदै एक झलक दिएको छु। सबैजनाले लाइक कमेन्ट गरिदिनु होला। अब यो माथि अब बादलहरू रमाइलो छ। अब ट्रम बाजे घुमिरहेका छन् चेक गर्दै। यो चाहिँ मेरो साथी हो, दौड्ने साथी है। यस्तै फुलहरू चाहिँ हाम्रो माथि के भन्छ डम्बानादेखि लिएर माथि बुकीतिर पाउँछ यो फुलहरू। सेम त्यस्तै छ। मलाई यसो हेरेर चाहिँ त्यहाँको झल्को आयो। यो फुलहरू असै सुन्दर छ है साथीहरू। ल मैले चाहिँ साह्रै चाहिँ मन परेर यो बनाएको छु। तपाईँहरूले आफ्नो प्रतिक्रिया दिनुहोला साथीहरू है त। यो चाहिँ मेरो युट्युब च्यानलमा रहनेछ। यी दृश्य देख्दाखेरि साह्रै रमाउन मन लाग्छ। परिस्थितिले घुम्न दिएको छैन साथीहरू। अब नजिक यही हो, अब आफ्नो चाहिँ नजिकतिर घुमेर रमाइलो गरेर टाइम पास गर्नको लागि म यहाँ आउने गर्दछु बेला बेला।